वेलकम टु माई ब्लग गाइज। अहिले चाहिँ म गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको यो रेसुङ्गा डाँडामा आएको छु। यो मन्दिर हो। यहाँ आउनलाई चाहिँ 1100वटा सिँढी चढेर आउनुपर्ने रहेछ। योभन्दा तल चाहिँ होटल पौवा पनि छ, त्यहाँसम्म चाहिँ गाडी आउँछ। गाडीको बाटो राम्रो छ। यो चाहिँ रेसुङ्गा डाँडामा भएको मन्दिरको नाम थाहा थिएन। यसलाई चाहिँ रेसुङ्गा तपोभूमि भन्दो रहेछ है साथीहरू। यो चाहिँ अगाडिदेखिको भ्यू। अघि चाहिँ म पछाडिदेखि छिरेको थिएँ। यो चाहिँ सिँढी चढेर आउँदाखेरि ठ्याक्कै यो मन्दिरको पछाडिपट्टि निस्किँदो रहेछौँ हामी। त्यसले गर्दाखेरि अघि सुरुमा मलाई नाम पनि थाहा भएन र मैले रेसुङ्गा मन्दिर भनेको थिएँ, तर यसको नाम चाहिँ रेसुङ्गा यज्ञशाला। भ्यू टावर चाहिँ यहाँदेखि माथि छ। अब हामी भ्यू टावर जाँदैछौँ। यहाँ चाहिँ ढुङ्गा राखेर मन्दिर बनाएर रहेछन् पर्यटकहरूले। अब चाहिँ हामी लगभग भ्यू टावरको नजिक आइसकेका छौँ। हाम्रो हिमसर अगाडि हिँड्दै हुनुहुन्छ। उहाँ हिँड्न अलि सक्ने छ मभन्दा। उहाँ ब्याडमिन्टन पनि खेल्नुहुन्छ। मा पनि एउटा मन्दिर रहेछ। यो चाहिँ शिवालय मन्दिर रहेछ। एन्टी लाइटले गर्दा त्यति राम्रो भिडियो चाहिँ देखाउन सकेन मैले। यता अर्को भ्यू टावर चाहिँ त्यहाँ पारी छ। त्यति ठुलो भ्यू टावर छ जस्तो लागेन मलाई। म यो भ्यू टावर चढ्न आजभन्दा 14-15 वर्ष अगाडि पनि आएको थिएँ। त्यति बेला र अहिलेको अवस्था केही परिवर्तन पाएँ मैले। यो मन्दिर चाहिँ थिएन जस्तो लाग्छ मलाई त्यति बेला आउँदाखेरि। भ्यू टावरको नजिक आइसकेका छौँ। के हो भीम सर, भ्यू टावरमा चढ्न पाइन्न क्या हामी माथि? के हो र? ल सरी गाइज, यहाँसम्म आइसकेपछि पनि भ्यू टावर चढ्न पाइएला जस्तो लागेन मलाई। भ्यू टावरमा च्यानल गेट लागेको रहेछ। यो भ्यू टावर त्यति ठुलो चाहिँ छैन। वरिपरिको दृश्य बादल लागेको छ आज। यसको पछाडि चाहिँ तम्गास बजार यही हो, गुल्मीको तम्गास बजार। गाइस अहिले चाहिँ म यो ट्री हाउस भिजिट गर्न आएको छु होइन। यो रेसुङ्गा नगरपालिका कति नम्बर वार्डमा पर्छ? यो 7 नम्बर वार्डमा पर्दो रहेछ ट्री हाउस होइन। यस्तो रहेछ यो ट्री हाउस। पारी